जयमस्ते यहाँहरू सबैजनालाई। मेरो नाम चाहिँ डेभिड बराम अनि घर नेपालमा चाहिँ गोर्खा हो। सो यतिखेर भन्नै पर्दाखेरि मेरो छोटो जीवन गवाई भन्न चाहन्छु। अनि आजभन्दा धेरै वर्ष समथिङ भनौँ न अब 15 वर्ष अगाडि प्रभुले मलाई यो संसारको जन्जालबाट निकालेर अनि आफ्नो प्रिय छोरा बनाउनु भएको छ। अनि परमेश्वरलाई नै धन्यवाद भएको होस्। अनि आजको यो साँझको समय अनि म छोटो मेरो जीवनमा है प्रभुले गर्नुभएको कामहरूको बारेमा म बताउन लागिरहेको छु। अनि साँच्चै नै प्रभुलाई चिन्नुभन्दा अगाडि अनि परमेश्वरले आफ्नो राज्यमा बोलाउनुभन्दा अगाडि म चाहिँ एकदम संसारको जन्जालमा डुलिरहेको अनि संसारको है अब भनौँ न संसारी कुराहरूमा एकदम व्यस्त अनि संसारकै कुराहरूमा इत्यादि अनि जाँड रक्सी अब म एकदम लिप्त भइसकेको एकदम म बिग्रिसकेको मान्छे। तर पनि प्रभुले आफ्नो अनुग्रह गरिकन मलाई त्यो जन्जालबाट निकाल्नु भएको छ। अनि प्रभु पाउनुभन्दा अगाडि म एकदम अब धेरै नै अब यस्तो लतहरूमा थिएँ होइन। तर जब मैले प्रभुलाई पाएँ अनि प्रभुलाई पाइसकेपछि त्यो सबै कुराबाट त्यो लतहरूबाट विभिन्न है अब लतहरूबाट चाहिँ म छुटकारा भएको छु अनि छुटकारा पाएको छु। परमेश्वरलाई धेरै धन्यवाद है। म जस्तो एउटा यस्तो लतमा फँसिसकेको है विभिन्न अब घिनलाग्दो जीवन अनि एकदम अब त्यो संसारको लतहरूमा डुबिसकेको जीवनबाट चाहिँ परमेश्वरले मलाई निकाल्नु भएको छ। अनि आज 15-16 समथिङ 15-16 वर्ष भयो अनि यसरी म ख्रिस्टमा छु। अनि आजको दिनहरूमा प्रभु पाउनुभन्दा यस्तो डरलाग्दो पाउनुभन्दा अगाडि एकदम है प्रभुको राज्यमा आउनु परमेश्वरको घरानामा परमेश्वरको छोरा हुनुभन्दा अगाडि चाहिँ एकदम डरलाग्दो अब घिनलाग्दो जीवनमा थिएँ। अनि त्यो ठाउँबाट चाहिँ परमेश्वरले मलाई निकाल्नु भएको छ। अनि यी दिनहरूमा चाहिँ म एकदम परमेश्वर कृपा र अनुग्रहमा है ती सबै कुराबाट छुटकारा पाएर अहिले परमेश्वरमा म अगाडि बढ्दैछु, म सिक्दैछु, प्रभुको कुराहरूमा म अगाडि बढ्दैछु। अनि ठ्याक्कै भन्नै पर्दाखेरि चाहिँ म एकदम मैले कसरी प्रभुमा आएको म कसरी विश्वासी भएँ भन्ने कुराहरू चाहिँ भन्नु पर्दाखेरि म एकदम लतमा थिएँ। अनि लतमा हुँदै गर्दाखेरि म एकदम अब मेरो जीवनमा यस्तो नराम्रो एउटा रोगहरू लागेको थियो। अनि मेरो आफन्त हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मलाई भन्नुभयो। अनि उहाँले भनिसके पछाडि म एकदम क्रिस्चियनहरूलाई एकदम विरोध गर्ने मान्छे है। अनि क्रिस्चियनको बारेमा मलाई बताउँदै गर्दाखेरि मैले धेरैपल्ट है ससुरालीको घरहरूमा एकदम अब विद्रोह गर्ने होइन सासु ससुराहरूले अनि दिदी सासूले भन्दै गर्दा पनि एकदम विद्रोह गर्ने मान्छे थिएँ। अनि साँच्चै नै एक दिन अचानक मेरो जीवनमा रोगहरू देखा पर्यो। अनि रोगहरू देखा परिसकेपछि उहाँहरूले भन्नुभयो अनि प्रभु कुराहरू सुनाउनु भयो र पनि म एकदम हटी थिएँ है। तर हटी थिएँ र पनि एक दिन साँच्चै नै परमेश्वरले मलाई अनुग्रह गर्नुभयो। अनि उहाँहरूले भन्दै गरेको कुराहरूमा एक दिन मैले ठिकै छ नि त म यदि मेरो जीवन राम्रो हुन्छ म निको हुन्छु भने चाहिँ म प्रभुलाई विश्वास गर्छु नि त भनेर एक दिन मैले त्यो निर्णय गरेँ। अनि मैले चर्च जान थालेँ। साँच्चै नै परमेश्वरलाई धन्यवाद भएको छ। चर्च जान थाले पछाडि त्यो रोगबाट निको भइसके पछाडि फेरि पनि मसँग त्यो रोगको निको हुँदा पनि फेरि पनि मसँग त्यो विभिन्न रसालु पदार्थ खाने बानीहरू चाहिँ ममा थियो। जस्तै म मलेसियामा आएँ। अनि मलेसिया आएको 1-1.5 वर्ष पछाडि एक दिन यो कुराहरूबाट साँच्चै नै परमेश्वरले मलाई छुटकारा दिनुभयो। अनि मलाई आज पनि थाहा छ। अनि परमेश्वरले मलाई त्यस रात जब म यस्तो मातेर अनि बसेको थियो अनि मातेको अवस्थामा अनि परमेश्वरले मलाई त्यो ठाउँबाट म रातभरि रोएँ। अनि रोएर अनि बिहान मैले त्यो नसालु कुराहरूबाट पनि छुटकारा पाएँ। अनि परमेश्वरले मलाई त्यो ठाउँदेखि पनि छुटकारा दिनुभयो। अनि एकदम समस्या अनि गाह्रो अवस्थाबाट परमेश्वरले मलाई निकाल्नु भयो। अनि परमेश्वरले मलाई एउटा शक्तिशाली वचन दिनुभएको थियो हिब्रू 10:35। अनि यसकारण आफ्नो यो भरोसा नत्यागा जसमा इनामको ठुलो प्रतिफल छ भन्ने जुन परमेश्वरले जुन मलाई दर्शन दिनुभयो त्यो वचन दिनुभएको थियो। अनि त्यो वचनको कारणले गर्दाखेरि म यहाँसम्म आज यहाँ आएको छु। अनि म अहिले मलेसियामा छु। अनि मलेसियामा यो ठाउँमा अनि परमेश्वरको एउटा साधारण एउटा अगुवा भइकन अनि म काम गर्दैछु। अनि यहाँ परमेश्वर पास्टर बाबुहरूसँग सहायता गर्दै अगुवाजनहरूसँग मिलेर है परमेश्वरको काम गर्दैछु। सो म यो कुराको विश्वास गर्छु कि परमेश्वर जिउँदो हुनुहुन्छ। अनि उहाँले चाहिँ अचम्मको काम गर्न सक्नुहुन्छ। जसले खोज्छ, जसले तृष्णा गर्छ भित्रदेखि अनि परमेश्वरले त्यो व्यक्तिलाई चाहिँ परिवर्तन गर्नुहुन्छ भन्ने कुरा चाहिँ मेरो जिउँदो
म नै जिउँदो गवाई छु अनि साँच्चै नै परमेश्वर चाहिँ जीवित है। उहाँले नै हाम्रो एकदम नसामा परेकाहरू बिमार अवस्थामा भएकालाई चाहिँ परमेश्वरले बचाउन सक्नुहुन्छ, परमेश्वरले चङ्गाई गर्न सक्नुहुन्छ, परमेश्वरले छुटकारा दिन सक्नुहुन्छ। म यति साह्रो लतमा यति साह्रो बिग्रेको अनि संसारको कुराहरूदेखि चाहिँ म हरेस खाइसकेको, अब संसारमा है अब नहुने रहेछ, म यसै बिग्रेँ उसै बिग्रेँ भनेर म त्यसरी हिँड्ने व्यक्तिलाई परमेश्वरले साँच्चै नै त्यो ठाउँबाट निकाल्नु भयो अनि परमेश्वरले निकालिकन मलाई आज यो नयाँ जीवन दिनुभएको छ। अनि म बिस्तारै ख्रिस्टमा दिनौँ बिस्तारै बिस्तारै बढ्दैछु अनि परमेश्वरको कुराहरू सिक्दैछु। अनि यो ठाउँमा विदेशको ठाउँमा पनि परमेश्वरले मलाई एउटा अगुवाई भइकन अनि एउटा साधारण यो ठाउँमा काम गर्ने मौका अवसर दिनुभएको लागि परमेश्वरलाई धेरै धन्यवाद। म तपाईँहरूलाई यही भन्न चाहन्छु, यदि साँच्चै नै तपाईँहरूले पनि प्रभु येशू ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनिकन हृदयले स्वीकार गर्नुभयो, मुखले विश्वास गर्नुभयो भने तपाईँले पनि अनन्त जीवन पाउनुहुन्छ। तपाईँ बन्धनमा हुनुहुन्छ, तपाईँ समस्यामा हुनुहुन्छ, तपाईँ विभिन्न परिस्थिति अवस्थामाहरूमा गाह्रो अवस्थामा हुनुहुन्छ अनि परमेश्वरले तपाईँलाई चङ्गाई दिन सक्नुहुन्छ, परमेश्वरले तपाईँलाई छुटकारा दिन सक्नुहुन्छ, परमेश्वरले तपाईँलाई निको पार्न सक्नुहुन्छ। किनकि हाम्रो परमेश्वर चाहिँ निको पार्ने परमेश्वर यहोवा रफा, उहाँ चङ्गाई दिनुहुने परमेश्वर हुनुहुन्छ। सो तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु, तपाईँहरूले यो जसै भिडियो हेर्नुहुनेछ, म यही कुरा भन्छु कि प्रभुलाई पाउनु भनेको चाहिँ धर्म परिवर्तन गर्नु होइन, येशू ख्रिस्टमा आउनु भनेको चाहिँ धर्मलाई परिवर्तन गर्नु होइन, येशू ख्रिस्टलाई पाउनु भनेको चाहिँ जीवनलाई परिवर्तन गर्नु। आमेन। यस्तो यो कुरालाई तपाईँहरूले बुझ्नुहुनेछ भनिकन म विश्वास गर्छु।